पैसा लिएर पठाउने कुरा भएको हो। यसमा मानव बेचबिखनको जो मान्छे जान चाहन्थ्यो, जान चाहने मान्छेसँग पैसा लिएर पठाइयो भन्ने कुरा हो। हेर्नुहोस् है त। तर यो मानव बेचबिखन भनेको के हो? मानव बेचबिखन भनेको तपाईँलाई लगेर मैले कहीँ बेचेँ होइन, कहीँ लगेर तपाईँलाई चाहिँ पैसा लिएर चाहिँ तपाईँलाई कहीँ पुर्याएर चाहिँ मैले चाहिँ लाभ लिएँ भने पो त्यो मानव बेचबिखन हुन्छ त। अनि जेलाई पनि मानव बेचबिखन भनिदिने। गृह मन्त्रालयका कर्मचारी पनि मिसिए होलान्। अब कहाँ मिसिया छन्, अनुसन्धान सुरु भएको छ। अहिले अख्तियारले अनुसन्धान सुरु गरेको छ। अख्तियारले भन्ला। अहिलेसम्म मुद्दा अभियोजन कसैमाथि भएको छैन, कसैमाथि दोषी करार गरेको छैन, मुद्दा अभियोजन नै भएको छैन। मुद्दा अभियोजन जुन बेला होला त्यही बेला चाहिँ हामी सबैलाई थाहा होला कि को यसमा चाहिँ संलग्न छन् भन्ने कुराको बारेमा मुद्दा अख्तियारले अभियोजन गरेपछि थाहा हुन्छ। अहिले त अनुसन्धानकै प्रक्रियामा छ के भएको हो भनेर। कर्मचारी पनि दोषी भनेर भन्न मिल्दैन। त्यसकारणले गर्दाखेरि अहिले नै मानव बेचबिखन भयो, गृहमन्त्रीले मान्छे बेच्यो भनेर चाहिँ यस्तो कुराहरू त यो बेतुकको कुरा गर्नु बेअर्थ छ। र यो कुराहरूमा उहाँहरू फस्नुभयो। उहाँहरूले चाहिँ के छ भने अनावश्यक माग राखेर चाहिँ एउटा हदसम्म पुग्नुभयो, वेल घेराउमा पुग्नुभयो। पुगेपछि उहाँहरूलाई पनि फिर्ता हुन गाह्रो भएको होला। ठिकै छ, एउटा राजनीतिक शक्ति हो, त्योसँग पनि हामी वार्ता सहमति गरेर एउटा सहमतिमा पुर्याउँछौँ।